शासक। कविता यसरी सुरु हुन्छ। इतिहासको डस्टबिनमा धेरै वर्ष अगाडि नै फ्याँकिएको पुरानो वर्ग ओढेर कुनै शासक तर्साउन खोज्दैछ आज यो युगका मान्छेहरूलाई। इतिहासको डस्टबिनमा धेरै वर्ष अगाडि नै फ्याँकिएको पुरानो वर्ग ओढेर कुनै शासक तर्साउन खोज्दैछ आज यो युगका मान्छेहरूलाई। हिर्काएर सत्ताको कोर्राले मान्छेको जिउभरि डान्न खोज्दैछ फेरि पुरानै हुकुमी शासन। शक्तिको दम्पले फुलेको फुट्न खोज्दैछ मान्छेको जिउ। उसलाई मन पर्दैन, उसलाई मन पर्दैन मान्छे हिँडेको चिमोड छ पैताला रोक्न खोज्छ गति मान्छेको। उसलाई मन पर्दैन मान्छे भिउजिएको चाहन्छ सुकिरहुन् मान्छेहरू चिरकालसम्म। मान्छेका हात खुट्टाहरू चलबलाएको, मान्छेका ओठ मुखहरू चलबलाएको निको लाग्दैन उसलाई। ऊ अर्थात् यो युगको शासक बोकेर मध्ययुगीन शस्त्र चलाउन खोज्दैछ शासन। जम्मा गरेर केही थान आफू जस्तै हनुमानहरूको फौज ऊ सोच्दैछ कब्जा गर्ने मान्छेको विभिन्न विचार। समयले पाखा लगाएको बासी योजनाका सरजामहरू जोडेर ऊ देख्दैछ सपना अजम्बरी शासक बनिरहने। ओढेर अहमको सिर्पेस टाउकोमा ऊ सुनाउँदैछ फैसला कविता लेख्नु अपराध हो। ओढेर अहमको सिर्पेस टाउकोमा ऊ सुनाउँदैछ फैसला कविता लेख्नु अपराध हो। गीत गाउनु देशद्रोह हो, आवाज उठाउनु अराजक हो र थुन्दैछ मान्छेहरू कारागारमा। ऊ चाहन्छ नउठोस् कसैको चोरौँला उसको बालुवाटारमाथि। ऊ चाहन्छ नहेरुन् कसैले कर्के नजर उसको सिंहदरबारमाथि। ऊ चाहन्छ नबोलुन् कोही केही पनि उसको शीतल निवासबारे। घोषणा गरेर आफैलाई सम्राट, घोषणा गरेर आफैलाई सम्राट। ऊ चाहन्छ बुद्धि मार्न हाम्रो प्रजातन्त्रमाथि। उसले आज बिर्सेको छ इतिहास, उसले आज बिर्सेको छ इतिहास। कसरी ढलेका थिए हुकुमी बादशाहहरू, कसरी ढलेको थियो तानाशाही बर्बरता। मान्छेको ओठ सिउन खोज्दा कसरी भत्केका थिए फासिस्टका दरबारहरू। उसले भुलेको छ आज इतिहास। अक्सर इतिहासबाट नसिक्नेहरू ठुलो बन्छन् इतिहासमै। सत्ताको दमनले कहाँ कहिले रोक्न सकेको थियो र समयको प्रवाहलाई उसले बिर्सेको छ सबथोक आज। उसले बिर्सेको छ सबथोक आज र त गर्दैछ कोसिस उज्यालो धुने उसको हुकुमी पिंजडाभित्र। खोज्दैछ खन्याउन अँध्यारो यो भूगोलभरि र उसलाई हेक्का छैन आज कति पनि मान्छेको चेतना झुम्किरी हो। उसलाई हेक्का छैन कति पनि मान्छेको चेतना झुम्किरी हो जो लडिरहन्छ सधैँ सधैँ अँध्यारोका विरुद्ध। ऊ अर्थात् यो युगको शासक गर्दैछ तन्त्र मन्त्र आज भिउताउन पुरानो निरङ्कुश मसान। र हामी जिउँदा मान्छेहरू बनाउँदैछौँ उसको निम्ति अर्को एउटा जीवन। धन्यवाद।